आज हाम्रो सेकेन्ड डेमो क्लास हो है। सो आज मैले कहाँबाट उठाएको भन्दाखेरि है सेक्सन 27बाट उठाएको है। अब यहाँ हेरौँ है, सेक्सन 27 आज हामी के पढ्न गइरहेछौँ भन्दाखेरि क्वान्टिफिकेसन पढ्न गइरहेछौँ है। क्वान्टिफिकेसन। अब यो क्वान्टिफिकेसन नै किन गर्ने भन्दाखेरि है, कुरा के आउँछ भन्दाखेरि जब हामीले कुनै आफ्नो रोजगार, जसरी हाम्रो कम्पनी छ, त्यो कम्पनीमा कसैले रोजगारी दिएछ है, उसले गाडी दिए भने अब गाडीको कति एमाउन्ट राख्दिने उसको स्यालेरीमा है। पैसा पैसा दियो भने त, रोकडा दियो भने त ओके, रोकडा यति यति पैसा दिएछु भनेर हामीले इजिली क्लासिफाई गर्न सक्छौँ। तर गाडी दिए, घर दिए है, काम गर्नको लागि मानव है, एउटा के भन्छ किचनमा हेल्प गर्ने चफर दिए, त्योहरूको एमाउन्ट कति चाहिँ एमाउन्ट चाहिँ हामी राख्छौँ है, रोकडा नदिएर कति एमाउन्ट राख्छौँ भनेपछि त्यसैको लागि के गरेछ क्वान्टिफिकेसन, या यसलाई हामी के भन्छौँ फ्रिन्ज बेनिफिट पनि भन्छौँ। फ्रिन्ज बेनिफिट नै भन्छौँ है। अब यार सेक्सन 27ले भने चाहिँ, सेक्सन 27 के को सेक्सन 27 भन्दाखेरि हाम्रो सेक्सन 27 अफ इन्कम ट्याक्स एक्ट 2058 ले है के भनेछ हेरौँ त। 1 नम्बरमा है डिफ्रेन्ट केसहरू छ, कति कति एमाउन्ट राख्ने भनेर हाम्रो क्वान्टिफिकेसन भने चाहिँ। सो 1 नम्बरमा हामी के हेर्छौँ भन्दाखेरि ट्रान्सफर अफ प्रपर्टी इक्वल्स टु मार्केट भ्यालु, फर्म नै लेखौँ, मार्केट भ्यालु अफ द प्रपर्टी। मानौँ है के भएको छ भन्दाखेरि हाम्रो कहानीमा मानौँ है, के कहानी छ भन्दाखेरि यसकै तल मैले कहानी लेख्थेँ। यो हाम्रो एउटा इम्प्लोइ छ है, यो कम्पनीमा हाम्रो इम्प्लोइ गर्ने एउटा चिन्टु छ है। यो चिन्टु छ, यो चिन्टुले के भन्छ, यो चिन्टुलाई हामी के दियो भन्दाखेरि है, यो चिन्टुलाई एउटा गिफ्टमा हामीले के दियो भन्दाखेरि मानौँ न गिफ्टमा हामीले आइफोन दिए है, आइफोन 16 प्रो म्याक्स दिए। अलि राम्रै काम गर्दै थियो मान्छेले, आइफोन 16 प्रो म्याक्स दिए। अब आइफोन 16 प्रो म्याक्स दिएको कारणले है, अब यो एमाउन्टको है आइफोन 16 प्रो म्याक्स के भन्छ एसेट दिएको, रोक्दा दिएको छैन, हामी रोक्दा दिएको छैन। यो आइफोन 16 प्रो म्याक्सको कति एमाउन्ट चाहिँ हामीले उसको इन्कममा हेराइदिन्छौँ है। उसको इन्कम भन्दाखेरि स्यालेरी क्यालकुलेसन गर्दाखेरि है, उसको इन्कममा गिफ्टको एमाउन्ट कति हुन्छ भनेर यसले कसले भने, सेक्सन 27ले के भन्छ, जब तिमी ट्रान्सफर अफ प्रपर्टी गर्दैछौ है, प्रपर्टी भन्दाखेरि प्रपर्टी मिन्स एनी काइन्ड है, कुनै पनि काइन्ड हुन सक्छ। जब तिमीले ट्रान्सफर अफ प्रपर्टी गर्दैछौ त्यो बेला के ल्याऊ भन्दाखेरि मार्केट भ्यालु अफ दि प्रपर्टी ल्याऊ। अब आइफोन 16 प्रो म्याक्सको आजको दिनमा मार्केटमा कति हुन्छ प्राइस भनेर हेरिन्छ है, मार्केटमा कति प्रिभेलिङ मार्केट प्राइस कति छ भनेर हेरिन्छ। फर इक्जाम्पल है, फर इक्जाम्पल मात्र मैले लिएँ, 1,20,000 छ भनेर, फर इक्जाम्पल मात्रै है, 1,20,000 छ भने उसको इन्कममा कति राख्छौँ हामी, 1,20,000 रुपैयाँ राख्ने हो है। ट्रान्सफर अफ प्रपर्टी बेला यसको मिनिङ के हो, जब हामीले है इम्प्लोयरले है, फर इम्प्लोयर है, इम्प्लोयरले कुनै कुरा गिफ्टमा या कुनै कुरा एज अ ट्रान्सफर अफ प्रपर्टी दिइरहेछ भन्दाखेरि त्यो बेला हामीले कति एमाउन्ट राख्ने भन्दाखेरि मार्केट भ्यालु अफ प्रपर्टी कति छ है, त्यसको प्राइस मार्केटमा कति छ भनेर राख्छ। यो भयो हाम्रो फर्स्ट केस। सेकेन्ड केस हेरौँ, केस नम्बर 2। केस नम्बर 2 मा के भनेछ, मोटर भेहिकल फेसिलिटी। ल मोटर भेहिकल फेसिलिटी अब कसरी गर्ने, मोटर भेहिकल फेसिलिटी भनेको के हो है, एउटा इम्प्लोइ छ त्यसलाई गाडी दियो चढ्न है, गाडी के गर्यो हामी चढ्न दियौँ। अब हेरौँ है,
गाडी चढ्नको पर्पस हेरिन्छ है। अब त्यो गाडी मैले दिएको छु भन्दाखेरि मात्र अफिस पर्पसको लागि मात्र दिन्छु भन्दाखेरि है, अफिस पर्पस भन्दाखेरि बिजनेस पर्पसको लागि मात्र दिन्छु भने क्वान्टिफाई आउने कुरा भएन। तर त्यो गाडी मैले के गरेको छु, पार्शियली है, पार्शियली या फुल्ली, पार्शियली और फुल्ली के गर्न दिएछ भन्दाखेरि पर्सनल पर्पसकोमा युज गर्छ भने है, अलि पनि पर्सनल पर्पसको लागि युज गर्छ भने त्यसलाई हामीले के गर्नुपर्छ, क्वान्टिफाई गर्नुपर्ने हुन्छ है। पर्पसको लागि युज गर्छ भने क्वान्टिफाई गरिन्छ। अब यो फर्स्टमा त गाडी भयो है, गाडी के हुनु पर्यो, दिएको हुनु पर्यो है। फर्स्ट कन्डिसन हाम्रो के हुनु पर्यो, गाडी चाहिँ दिएको हुनु पर्यो। अब गाडी चाहिँ के को लागि दिएको हुनु पर्यो त्यो पनि हेर्नु पर्यो। गाडी चाहिँ के को लागि दिनु पर्यो, पर्सनल पर्पसको लागि। अलिकति पनि एकछिन के भन्छ, अलिकति पनि दियो भने पर्सनल पर्पस, के पर्सनल पर्पसको लागि त्यसलाई क्वान्टिफाई गरिहाल्ने, त्यसको इन्कममा राख्दिने। अब के कुरा आउँछ भने गाडी कसलाई दियो, सर तपाईँले भनिराख्नु भएको छ गाडी दिएको हुनु पर्यो। अब गाडी कसलाई दियो भनेर कुरा आउँछ है। यसमा मैले दुईवटा केस आउँछ है, दुईवटा केस। यो चाहिँ हाम्रो केस, दुईवटा केस छ, यो सबै हाम्रो सेक्सन 27 अनुसार पढ्दैछौँ है हामी। ल फर्स्ट केस, गाडी कसलाई दिएको हुनु पर्यो, जुन चाहिँ रेगुलर इन्कम, हाम्रो जुन चाहिँ हाम्रो इम्प्लोइ नै छ है, उसलाई हामी रेगुलर सेलेरी नै दिइरहेको छु है, त्यस्ता इम्प्लोइलाई दिए भने के हुन्छ हेरौँ त, 0.5%, रातो कलर लेखौँ न यो है, 0.5% of remuneration। अब रेमुनेसन भन्दाखेरि बेसिक प्लस ग्रेड हुनु पर्यो है। बेसिक प्लस ग्रेड भनेको के हो, खाइ पाइ आएको तलब, नेपाली हामी के भन्छौँ, खाइ पाइ आएको तलब। बेसिक र ग्रेड मात्र है, अरू चाहिँ कुनै अलाउन्स फलाउन्स मतलब छैन है। अरू सबै लात मान्ने है, अरू सबैले लात हान्ने। के मात्र याद गर्ने, एउटा त बेसिक हुन्छ, एउटा ग्रेड। सर बेसिक र ग्रेड भनेको के हो, यो चाहिँ हामी रेगुलर क्लासमै अहिले सिम्पली तरिकाले बेसिक स्यालेरी भनेपछि एउटा सिम्पल एउटा बेस स्यालेरी गरिदिन्छ है। त्यसपछि एउटा ग्रेजुअल इन्क्रिमेन्ट हुन्छ, साल बाई साल 1000 इन्क्रिमेन्ट होस् या जसरी हाम्रो स्यालेरी स्ट्रक्चर चाहिँ त्यो अनुसार इन्क्रिज हुन्छ, त्यसलाई ग्रेड भन्छ। यो दुईटा एमाउन्ट मात्रै, 0.5% अफ रेमुनेसन है, यो हुनु पर्यो। For the period of such facility if person receiving regular, regular remuneration, यो भयो। अब अर्को केस हेरौँ है। फर्स्टमा त यो के भयो, हाम्रो एउटा रेगुलर रेमुनेसन, जसलाई हामी है एउटा रेगुलर रेमुनेसन, यो हाम्रो इम्प्लोइको केसमा भयो है, यो त हाम्रो इम्प्लोइको केसमा भयो है यो केस। अब मानौँ यो हामी आफ्नो इम्प्लोइलाई दिइरहेको छैनौँ है, कसलाई दिइरहेको छु भन्दाखेरि जुन चाहिँ अरू पर्सन छ है, अरू पर्सन भन्दाखेरि इम्प्लोइ बाहेक जो पनि होस् है, इम्प्लोइ बाहेक, अहिलेको इक्जाम्पलको लागि इम्प्लोइ बाहेक मानौँ कन्सल्टेन्ट छ, 3 महिनाको लागि हाम्रो ब्याङ्क अडिटमा आएको छ मात्र भाइ, ब्याङ्क अडिटमा आएको छ फर अ कन्सल्टेन्ट मात्र है, 3 महिनाको लागि आएको छ, उसलाई गाडी दियो भने उसको कति एमाउन्ट चाहिँ हामी के भन्छौँ इन्कममा जोडिदिन्छौँ भन्दाखेरि, कति एमाउन्ट जोड्ने भन्दाखेरि 1%, 1%, 1% अफ के को 1% भन्दाखेरि 1% पर एनम है क्लास। यहाँ हेर भाइ 1% के लेखेको छु, पर एनम है, सालभरिको, मन्थली होइन, सालभरिको 1% पर एनम अफ के को अफ भन्दाखेरि मार्केट भ्यालु है, मार्केटमा कति चल्दैछ, मार्केट भ्यालु अफ भेहिकल, भेहिकल हो है। यो भयो हाम्रो के को केसमा, अकोमोडेसन फेसिलिटी भने, यो हाम्रो के को केस भयो भन्दाखेरि
मोटर भेहिकल फेसिलिटीको केस भयो है, गाडीको केस। गाडी के हुनु पर्यो है, गाडी चाहिँ एउटा चाहिँ हाम्रो रेगुलर इम्प्लोइलाई दियो भने 0.5% अफ रेमुरेसन हुनु पर्यो, बेसिक प्लस ग्रेड हुनु पर्यो। अर्को चाहिँ रेगुलर इम्प्लोइ भन्दा बाहेकका मान्छेले दिन्छौ भने 1% पर एनम अफ मोटर भेहिकल हुनु पर्यो है। 3 नम्बर हेरौँ, यसमा अझै नोट छ है, यो हाम्रो रुल 13 ले भने है, यो कुराहरू पनि हेर्दै गर है। रुल 13 अफ इन्कम ट्याक्स रेगुलेसनले भने हो, ट्याक्स रेगुलेसन। त्यसपछि 3 नम्बर हेर, अब त गाडी दियो है, एउटा गाडी दिएर मात्र हुँदैन नि है, अब गाडी कहाँ लग्नु पर्यो, एउटा त घर पनि दिनु पर्यो। अब घर दियो भने के हुन्छ है, यो सिचुएसनमा हेरौँ है। अहिले त गाडी दिइरहेछ, अब घर दिएको बेला के हुने, त्यसलाई हामी के भन्छौँ, अकोमोडेसन फेसिलिटीमा हो है। अकोमोडेसन फेसिलिटी या हाउसिङ फेसिलिटी जे नि भनौँ, के छ र, हाउसिङ फेसिलिटी स्ल्यास अकोमोडेसन। अकोमोडेसन स्पेलिङ राइट नै होला है, छैन भने भन है, अकोमोडेसन फेसिलिटी। अब हेर है, के भन्छ भन्दाखेरि अकोमोडेसन फेसिलिटी, हाउसिङ फेसिलिटी, घर दिइरहेछौँ है। घर दियो भने फर्स्ट केस हाम्रो के थियो भन्दाखेरि, एउटा फर्स्ट केस हामी के लिने भन्दाखेरि रेगुलर इम्प्लोइलाई दिइरहेछ भने कति पर्सेन्ट, अब रेगुलर इम्प्लोइ भन्दा बाहेकका पर्सनलाई दिइरहेछ भने कति पर्सेन्ट है। यसलाई एउटा ट्रिक गर्ने, यहाँ 0.5% हामी राखेछौँ, यहाँ 1% राखेछौँ भन्दाखेरि ट्रिक मात्र हो है क्लास, यहाँ 2 आउँछ है, ट्रिक मात्र हो है। बिर्स्यो भने यहाँ कति हुन्छ, 2% को केस छ है। के 2% अफ वाट, रेगुलर इम्प्लोइ है, 2% अफ रेमुरेसन। रेमुरेसन भनेको के हो, खाइ पाइ आएको तलब मात्र है, अलाउन्स फलाउन्स केही नजोड्ने है, बेसिक प्लस ग्रेड। यो भयो बेसिक प्लस ग्रेड। इफ अ पर्सन, त्यो पनि लाइन लेख्दैनौँ, यो चाहिँ समरी नोट है क्लास। इफ पर्सन receiving regular remuneration यो भयो। अब अर्को केसमा के हुन्छ है, एउटा त कि अहिले त चाहिँ हाम्रो रेगुलर रेमुनेसन केसमा यो भयो। अर्को केसमा के गर्ने है, इफ यो अरूलाई दिएछ है, हाम्रो इम्प्लोइलाई दिएको छैनौँ, कुनै अर्को मान्छेले दिएछु भने के हुन्छ होला, के हुन्छ भन्दाखेरि क्लास 25%, 25% अफ रेन्ट पेड, रेन्ट पेड कति पर्सेन्ट रेन्ट तिरेछौ त्यसको कति पर्सेन्ट गर्ने, 25% अफ रेन्ट पेड गर्ने है। अब यहाँ त्यसमा पनि जस्ट फर अ क्ल्यारिफिकेसनको लागि है, अहिले त मोटर भेहिकल फेसिलिटीको पनि क्ल्यारिफिकेसन अघि लास्टमा गरिदिउँला क्ल्यारिफिकेसन, अहिले यति देखेँ है। 25% अफ रेन्ट पेड, अब रेन्ट पेडमा कन्फ्युज भएको होला, त्यो अलि लास्टमा गरौँला नि है। अहिले मोटर भेहिकल फेसिलिटीको पनि क्ल्यारिफिकेसन दिनै छ, तेल दियो भने के हुन्छ, पेट्रोल दियो भने के हुन्छ, त्यो कुराहरू त हेर्नु पर्यो नि है। यो 4 नम्बर हेर, हामी 3वटा हेरिदिन्छौँ है। फर्स्टमा हाम्रो के भयो, प्रपर्टी दियो भने के हुन्छ, प्रपर्टी अब के कुनै काइन्डको हुनसक्छ, त्यो बेला हामी के हेर्ने, मार्केट भ्यालु कति छ, मार्केटमा त्यसको प्राइस कति छ त्यति राखिदिने। गाडी दिएछ भने फेरि गाडी दिँदैमा हुँदैन है, गाडी दिएमा मात्र हुँदैन, गाडी चाहिँ के को लागि हुनु पर्यो, अलिकति पनि पार्सियली पनि के हुनु पर्यो, पर्सनल युजको लागि हुनु पर्यो है। त्यो बेला हाम्रो रुल 13 सिधै एक्टिभ हुन्छ। त्यो बेला के हुन्छ, इफ इम्प्लोइको छ भने 0.5% राख्ने है, 0.5%। इफ इम्प्लोइ भन्दा बाहेकको मान्छे छ भने 1% पर एनम है, पर एनम अफ मार्केट भ्यालु अफ, मार्केटमा त्यो भेहिकलको प्राइस कति छ। अर्को चाहिँ हाउसिङ फेसिलिटी, घर नै दियो भने है, घर नै दियो भने, घर दिएको बेला के गर्छु भन्दाखेरि हामी इम्प्लोइ छ भने 2% अफ रेमुनेसन, रेमुनेसन मतलब बेसिक प्लस ग्रेड,
अरू कुनै अलाउन्स मतलब छैन बेसिक प्लस ग्रेड 2%। अर्को चाहिँ 25% अफ रेन्ट पेड है अदर देन है अर्को केस अदर देन इम्प्लोइ यो भयो। अब 4 नम्बरमा के छ र 4 नम्बरमा यहाँसम्म क्लास केही कन्फ्युजन छ भन त है छ भने सोध त छ र केही सोध्नुपर्ने फास्ट त भएको छैन नि है छ र क्लास केही छैन है त्यसो भए अगाडि बढ्नु छैन भने मनको कुरा बोलिहाल्नुपर्छ है ट्याक्समा त बोल्नु पर्यो सर यस्तो भइरहेछ भनेर सर्ट सर्ट बोल्ने है सर्भिस सर्भिस किन लेख्या हो के ल सर्भिस सिआरबी सर्भिस अफ केयरटेकर है एउटा केयरटेकर दियो भने है केयरटेकर दियो भने या के भन्छौँ है कुक नै दियो भने खाना पकाउने मान्छे नै दियो भने हामीले या किचन कुक भयो केआइटिसिएन किचन भयो किचन म्यान है किचन म्यान या ड्राइभर नै दियो भने ड्राइभर दियो या गार्डनर दियो या डोमेस्टिक असिस्टेन्ट दियो इन्टरटेनमेन्ट वाटर इलेक्ट्रिसिटी टेलिफोन यहाँ हेर्नु है यो जसरी अब सिम्पल है यति कुरा याद पनि गर्नु पर्दैन कुनै पनि फेसिलिटी दिएछ है यो माथिको भन्यो है मोटर भेहिकल फेसिलिटी अकोमोडेसन फेसिलिटी भन्दा बाहेकको फेसिलिटी दिएछ मानव कुकम्यान दियो किचन म्यान दियो ड्राइभर नै दियो गार्डनर दियो वाटर फेसिलिटी दियो इलेक्ट्रिसिटीको तिर्दियो भने त्यस्तो कन्डिसनमा कति अमाउन्ट उसको इन्कममा जोड्छौँ भनेर आयो है कति कति अमाउन्ट इन्कममा जोड्ने भन्दाखेरि यहाँ है कति जोड्ने भन्दाखेरि ठ्याक्कै कति कस्ट भयो कस्ट इन्कर्ड बाई इम्प्लोयर है उसलाई कति कस्ट पर्यो है यसको महिना जसरी कुकम्यान दियो भने कुकम्यानको महिना कति छ भनेर है यो फर्स्ट कुरा त्यसपछि कस्ट इन्कर्ड फर बिजनेस पर्पस अब मानौ है टेलिफोन सर्भिस दिएछ है टेलिफोन सर्भिसमा त के हुन्छ उसले आफ्नो पर्सनल कल त मात्र गर्दैन नि है के पनि गर्छ बिजनेस कल पनि गर्छ सो उसले दिएको सर्भिस 5,000 को 5,000 मानौ 2,000 त उसकै बिजनेसको लागि गरेछ भनेपछि त उसको बिजनेसमा जाने भयो नि उसको त इन्कममा जोड्नु भएन त्यो एमाउन्ट चाहिँ घटाउनु पर्छ एउटा अझै एमाउन्ट के घटाउने भन्दाखेरि कस्ट recovered from the service receiver मानौ है त्यही है 5,000 दिएछ 2,000 चाहिँ के भन्छ उसकै बिजनेसको लागि हो 100 रुपियाँ भनेपछि मेरै गोजीबाट काट्दैछ है मेरो स्यालेरीबाट 100 रुपियाँ काट्दियो भने ठ्याक्कै कति बच्यो त्यति एमाउन्ट चाहिँ हामी के गर्छौँ इन्कममा हेराइदिन्छौँ है के छ भन्दाखेरि ठ्याक्कै कति कस्ट इन्कम हो यो हेर्ने त्यसपछि बिजनेसको लागि कति छ त्यो घटाइदिने अनि मेरो स्यालेरीबाट त्यसलाई कति काट्यो त्यो पनि घटाइदिन्छ है कस्ट रिकभर्ड फ्रम दि सर्भिस रिसिभर कसले हो इम्प्लोइले त रिसिभ गर्ने हो त्यो सर्भिस त्योबाट घटाउने यो 4 नम्बर भयो है एउटा अझै 5 नम्बर एउटा होइन दुईटा अझै 4 5 नम्बर 5 नम्बरमा के हुन्छ
लोन एट कन्सेसनल, स्पेलिङ ठिकै होला है, छैन भने भन है, रेट, लोन एट कन्सेसनल रेट। अब यहाँ भाइ कन्सेसनल रेट भनेको के हो भन्दाखेरि क्लास यो पहिला बुझौँ, त्यसपछि के हुन्छ त्यो कहानी बेग्लै छ है। मानव मार्केटमा है, मार्केटमा मलाई लोन है, मैले आजको दिनमा कुनै कुरा किन्न गयो भने मार्केटमा मलाई लोन 18% पर एनम भन्छ है। ब्याङ्कबाट लोन लिए गयो, लोन लिन गयो, उसले के भनिरहेछ, निरज तिमीलाई त 18% पर एनम लाग्छ, तर म के गरेँ, हेर्नुहोस् न सर मलाई यस्तो यस्तो प्रब्लम पर्यो, तपाईँ मलाई लोन दिनुहोस् न भनेर भने है। अनि म जहाँ काम गरिरहेको छु नि, ठिक छ निरज तिमी त हाम्रो कम्पनीको लागि अलि फ्रुटफुल एसेट नै छौ, अलि राम्रो काम गरिदिन्छौ, तिमीलाई हामी 9% नै दिन्छौँ, के छ र 9% पढेन मात्र ब्याज लिन्छौँ। अब हेरौँ त मलाई कति फाइदा भयो क्लास भन त, कसैले ब्याजमा कति फाइदा भएको होला भन्न सक्छ कसैले? मार्केटमा चलिरहेछ 18%, म जहाँ काम गरिरहेको छु त्यसले 9% दिइरहेछ, कति फाइदा भएको होला क्लास भन भन, भनेपछि याद हुन्छ है यो कुराहरू। कोही त होला है जान्ने, 18 - 9 गर्न, ब्याचमा 50% अफ पायो सर। हजुर 50% पायो है, मान्दाखेरि है 18% पर एनम मार्केटमा चलिरहेछ, 9% पर एनम चाहिँ मेरो इम्प्लोइ, मेरो जहाँ काम गरिरहेको छु मेरो बोसले दियो भनेपछि मलाई त 9% पर एनम त नफा भयो नि है हेर्दाखेरि है। यो एउटा कुरा भयो। मानव उसले के भन्यो, निरज म तिमीलाई लोनै के भन्छ 0%मा दिन्छु, मौज गरेर तिमी पनि जिन्दगी के याद गर्छौ मलाई है भनेर 0% दियो भने मलाई कति फाइदा होला, 18 - 0 भनेपछि 18% को फाइदा भयो नि। यही लोन मैले मार्केटबाट उठाएँ भने मलाई 18% परेन पर्थ्यो है। अब के भन्छ है ट्याक्सले, के भन्छ हेर बाबु, तिमीले त उता फाइदा पायौ है, यो फाइदा के गर तिमी आफ्नो इन्कममा जोड्देऊ न भनेर भन्छ है ट्याक्सले। सो लोन एट कन्सेसनल रेट भनेको के हो, यो हाम्रो कन्सेसनल रेट हो है। सही के भन्छ कति कम भयो त्यो चाहिँ हाम्रो कन्सेसनल रेट भयो है। सो यो भनेको कन्सेसनल रेटमा क्लियर भएको होला। मार्केटमा कति चलिरहेछ, मेरो बसले कति दिइरहेछ, दुवै घटाइदिने अनि जति हामीले लोन लिएछौँ नि त्यो एमाउन्टले मल्टिप्लाई गरिदिने, सो सिम्पल, नथिङ टु वरी अबाउट इट है। यहाँ हेरौँ त के भनिरहेछ, यसमा के हुन्छ, स्ट्यान्डर्ड मार्केटमा कति चलिरहेछ, स्ट्यान्डर्ड मार्केट रेट हाम्रो केसमा कति थियो, 18% थियो है क्लास, याद गर्ने है। यो भयो। एक्चुअलमा मेरो बसले कतिमा दियो है, मेरो बसले एक्चुअलमा कति दियो, एक्चुअल इन्ट्रेस्ट रेट, इन्ट्रेस्ट रेट यो घटाएर फर्स्ट केस लिन्छौ भने 9% आयो, सेकेन्ड केस लिन्छौ भने 18% आयो, किनकि 0% हान्दै थियो नि एक्चुअलले। अब यो कतिले मल्टिप्लाई गरिदे, सर मलाई 2 लाखको लोन दिनुहोस् न भनेर भने, सर मलाई 2 लाखको लोन दिनुहोस्, त्यहाँ के राख्ने होला, सबैको दिमागमा आइसक्यो होला, लोन एमाउन्ट राख्छौँ, कति आउटस्ट्यान्डिङ लोन छ भनेपछि त्यो लोन एमाउन्ट राख्ने, लोन आउटस्ट्यान्डिङ। अब यति भयो। अब सर भने, सर मलाई 2 लाखको लोन दिनु, सर यो लोनको पैसा म तपाईँलाई मानौँ न सर 4 महिनामा म तपाईँलाई रिटर्न गरिदिन्छु। ओके, यहाँ त के हो क्लास, पर एनममा चल्दैछ है। अब के गर्नु पर्यो, पर एनममा त भएन नि, अब के गर्नु पर्यो, कन्ज्युम पिरियड निकाल्नु पर्यो। भनेपछि कन्ज्युम पिरियड के भन्छ एकैछिन, यहाँ कन्ज्युम पिरियड लेख्नु पर्यो, कन्ज्युम पिरियड भनेपछि हाम्रो के हुन्छ होला हेर त, 18% को मार्केटमा चलिरहेछ, मेरो बसले कतिमा दियो, 9% मा दियो, मैले कति लोन लिए, 2 लाखको लोन लिए, कति महिनाको लागि क्लास, 4 महिनाको लागि मात्र। तर यो चाहिँ के हो, पर एनममा भनेपछि यो त डिभाइड गर्नु पर्यो, भनेपछि 4 / 12 यति
यति जति एमाउन्ट आउँछ नि है, यो एमाउन्ट बराबरको कहाँ राख्नु पर्यो भन्दाखेरि हामीले कहाँ राख्छौँ भन्दाखेरि आफ्नै इन्कममा राख्छौँ, जुन चाहिँ हामी रेगुलर क्लासमा हेर्छौँ है। कहाँ राख्छौँ भन्दाखेरि जब इन्कम फ्रम इम्प्लोइमेन्ट क्यालकुलेसन गर्दाखेरि यो एमाउन्ट राखिन्छ है। यति भयो। क्लासेसमा केही डाउट छ र? सबभन्दा इजी छ, तर सबभन्दा धेरै सोध्ने यही हो है। मैले मेरो एनालाइसिस अनुसार सबभन्दा धेरै यही सोध्छ, सबभन्दा इजी यही हो है। ल अब लास्ट हेरौँ। लास्ट यो चाहिँ कुनै पनि फेसिलिटी दियोस् है, त्यसको के गर्ने भन्दाखेरि इन केस अफ अदर बेनिफिट्स, इन केस अफ अदर बेनिफिट्स, अरू बेनिफिट्स दियो भने के हुन्छ? अदर बेनिफिट्सको केसमा जसरी मेरो बसले मानौँ है, मेरो बसले कुनै बेनिफिट दियो है। कुनै बेनिफिट भन्दाखेरि मानौँ सिङ्गापुरको एउटा ट्रिप मलाई दियो है। अब सिङ्गापुरको ट्रिप अरूलाई दिएको भए कति प्राइसमा त्यो मान्छे सिङ्गापुर घुम्न जान्थ्यो, त्यति एमाउन्टको बराबर इन्कम हामी स्यालेरीमा राखिदिन्छौँ भनेर भनेको छ। यहाँ हेरौँ त है, त्यही कुरा इङ्ग्लिसमा लेख्दाखेरि त्यही भन्छ, इङ्ग्लिसमा पनि त्यही भनेको छ। हेरौँ त, एमाउन्ट इक्वल टु the value of, अलि लङ लागिरह होला क्लास, तर पढ्दाखेरि अलि डिपमै पढ्नुपर्छ यो कुराहरू। कन्फ्युज नहोस् के, रट्टेको जस्तो नहोस्, ट्याक्समा रट्टेको जस्तो पुरै भएन। कहाँ लेखेछ यति कुरा थाहा हुनु पर्यो। अरू के छ र जिन्दगीमा? भेरिएबल generally if a third party receives the payment, यो भयो है। amount equal to the value of benefit, डेरिएबल भन्दाखेरि डिराइबल, जेनरली इफ अ थर्ड पार्टी है, मेरो र बस बिच त्यो सिङ्गापुर ट्रिप अरू मान्छेले पाएको भए कति हुन्थ्यो, त्यति एमाउन्ट बराबर हामीले स्यालेरीमा हेराउनु पर्ने है। यति कुरा हो। यति कुरा मात्र जानेर भएन, अलि एउटा के कुरा नोट्समा है, एउटा कुरा नोट्समा हेरौँ न है। यो चाहिँ हाम्रो इन्कम ट्याक्स डाइरेक्टिभले नै भन्ने हो। नोट्समा हेरौँ त एउटा दुईटा कुरा। फर्स्ट कुरा नोट्समा के भनेछ, मोटर भेहिकल। यहाँ मैले त के भने, सेकेन्ड केसमा, हाम्रो सेकेन्ड केसमै थियो सायद। ओके, सेकेन्ड केसमा सर तपाईँले त मोटर भेहिकल भनिदिनु भयो है। मोटर भेहिकल हामीले कति पाङ्ग्रा गाडी बुझ्नुपर्ने है। मोटर भेहिकल भन्दाखेरि है, बाइक छोडेर बाइक हुनु भएन यसमा है। बाइक भयो भने हाम्रो मोटर भेहिकल फेसिलिटीमा हुँदैन। मोटर भेहिकल फेसिलिटी भनेको के हो? मोटर भेहिकल इन्क्लुड्स, के इन्क्लुड्स गर्छ भन्दाखेरि हाम्रो मोटर भेहिकल्सले के इन्क्लुड गर्ने भन्दाखेरि कार, जिप भयो, भ्यान भयो, और सिमिलर भेहिकल मानौँ न है, चार पङ्ग्रे भनौँ भनेर सिमिलर भेहिकल, यो भयो। सेकेन्ड नोट के छ भन्दाखेरि है, सेकेन्ड नोट हाम्रो सेकेन्डमा के थियो भन्दाखेरि यो मोटर भेहिकलकै कुरा गरौँ न, अरू के कुरा गरौँ। फर्स्टमा है, मोटर भेहिकलमा मानौँ है, एउटा त गाडी पनि दियो मलाई है, मोटर भेहिकल पनि दियो है। ल के भन्यो, ल निरज तिमी के गर, तिमीलाई म एउटा गाडी दिन्छौ, गाडीमा हुन, तिमी सधैँ ढिला आइरहेछौ, अफिसमा काम यति धेरै छ, तिमी गाडीमा हुन। सर मैले गाडी नै हाँक्न आउँदैन, के गर्नु सर, गाडी दिएर पनि काम लागेन नि तपाईँको। ल निरज के छ र, तिमीलाई ड्राइभर पनि दिइरहेको छु नि, मौज गर न भन्छ है। सर तपाईँले एक सालको के भन्छ अर्को महिनाको पैसै दिनुभएको छैन, मैले पेट्रोल राख्ने पैसै छैन सर। अब के भन्छ, ठिक छ निरज तिमीलाई पेट्रोल पनि दिन्छौँ है। अब यस्तो कन्डिसन आयो भने क्लास के गर्छौँ है। अब मोटर भेहिकलमा एउटा त मोटर भेहिकल कति गर्छौँ, मेरो इन्कममा कति जोडिदिन्छौँ तिमीहरू, 0.5% अफ रेम्युरेसन जोडिदिन्छौँ। अब सरले मलाई के दिथ्यो, एउटा ड्राइभर पनि दिथ्यो है। ड्राइभर क्लास यो मोटर भेहिकल र यो तलको ड्राइभर रिलेट नगर्ने है।
मलाई के दिएछ मोटर भेहिकल दिएछ र मोटर भेहिकलको लागि ड्राइभर दिएछ है मोटर भेहिकलको लागि के दिएछ के भन्दा पेट्रोल पनि दिएछ ओके पेट्रोल पनि दिएछ है यस्तो केस आयो भने के गर्छु भन्दाखेरि मोटर भेहिकलले है यो कुराहरू जसरी मोटर भेहिकल 0.5% है रेमुनेसनको हाल्यो भनेपछि यसले ड्राइभर दियोस् या के भन्छ पेट्रोल मेरो राखिदियोस् या जे पनि गरोस् मोटर भेहिकल रिलेटेड जे पनि गरोस् त्यो चाहिँ इग्नोर गर्ने है अनसुना गरिदिने है फर सिम्पल क्ल्यारिफिकेसन अनसुना गरिदिने त्यो कुरा चाहिँ आउनु भएन हाम्रो है सो के भन्न खोजेको भन्दाखेरि यो मेटाएर मैले के लेख्दै भन्दाखेरि इफ allowance is provided for the vehicle को स्पेलिङ ठिक नै होला है पिएनचाइ मिलेन है पिएनचाइ हुनुपर्ने पिएनचाइ vehicle or petrol or driver नै भनौँ ड्राइभर योहरू छ भने के गर्ने डु नट इन्क्लुड है योहरू डु नट इन्क्लुड गरिदेऊ इन्क्लुड है यो कुराहरू इन्क्लुड नगर्ने एउटा कुरा यो भयो 3 नम्बरमा एकोमोडेसन फेसिलिटीमा पनि यही गर्ने है अकोमोडेसन फेसिलिटी दिएछ नि हाम्रो अकोमोडेसन फेसिलिटीमा पनि के गर्छौ तिमीहरू यो कुराहरू इन्क्लुड गर्दैन है अब अकोमोडेसन फेसिलिटीमा नाम गार्डनर दिएछ योहरू दियो भने योहरू कुराहरू केही इन्क्लुड नगर्ने है यही कुराहरूसँग माथिसँगै रिलेट गर्दै है यो क्लास हुँदाखेरि मैले ठ्याक्कै राम्रो नोट बनाइदिन्छु है अहिले चाहिँ सम्मरी वेमा मैले भने अब यो रिलेटेड केही छ भने सोध क्लास छैन भने म क्वेसन तर्फ गए है छ भने सोध है छ र क्लास केही सोध्नु पर्ने के छ र क्लास क्वेसन गर्दा हुन्छ कन्फर्म गर है मलाई भनेपछि त्यो लाइक त्यो चाहिँ कतिखेर इन्क्लुड गर्न सक्छ तपाईँको त्यो ड्राइभर भयो यता त्यो कुकहरू भयो नि त्यो चाहिँ तपाईँको लाइक आफ्नै जस्तै आफ्नै भेहिकल चलाएको बेला ड्राइभर प्रोभाइड गरेको छ भने चाहिँ इन्क्लुड गर्ने हो कि कस्तो केसमा हजुर 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 तिमीले राइट भन्यो है एकदम राइट भन्यो मानौ मेरो प्राइभेट कार छ है उसले दिएछ होइन है मेरो बसले दिएछ होइन मेरो प्राइभेट कार छ मेरो प्राइभेट कारमा पेट्रोल हाल्दैछ मेरो प्राइभेट कारमा के हुन्छ ड्राइभर दिएछ भने त्यो बेला मैले इन्क्लुड गर्नु पर्यो है जसरी अब सेकेन्ड केस भनौँ है मेरो प्राइभेट घर छ प्राइभेट घरमा उसले कुकम्यान दियो गार्डनर दियो त्यो बेला इन्क्लुड गर्नु पर्यो अझै केही कन्फ्युजन क्वेसन गर्दा हुन्छ क्यालकुलेसन गर है मसँग क्यालकुलेटर छैन है एमाउन्टहरू भन है मलाई है म यहाँ सर्टकटमै गर्छु है साइडमा तर ल सो क्वेसन नम्बर 1 मा के भनिन्छ मिस्टर प्रधानजी है मिस्टर प्रधान के छ एउटा इज एन इम्प्लोइड अफ नेपाल ब्याङ्क लिमिटेड है नेपाल ब्याङ्क लिमिटेडको के हो कर्मचारी हो कर्मचारी भनेपछि के बुझ्नुपर्छ यसले रेगुलर रेमुनेसन पाइरा होला है कन्सल्टेन्ट जस्तो आएर मौज गर्ने 2 महिना 3 महिना होइन यसले के गर्छ रेगुलर रेमुनेसन पाउँछ है उसले के गरेछ बरोड अ लोन अफ रिच कति 10 लाख पैसा मागेको छ ओके उधारी 10 लाख लिएको छ फ्रम द ब्याङ्क नेपाल ब्याङ्कमा काम गर्दैछ नेपाल ब्याङ्कबाट के लियो 10 लाख सर मलाई उधारी देऊ न भनेछ है टु कन्स्ट्रक्ट हिज रेसिडेन्सियल हाउस है के गर्नको लागि लिएको भन्दाखेरि आफ्नो घर बनाउनको लागि घर बनाउने मान्छेलाई मन लाग्यो घर बनाउन लिएछ है हाउस फर्स्ट राउन्ड अफ प्रिभियस इन्कम इयर श्रावणतिर लिएको छ एट एन इन्ट्रेस्ट रेट अफ 8% है कति ब्याजमा लिएको छ ब्याङ्कबाट 8% तर तिमी एज अ के गर्यो मार्केटमा हेरेपछि तिमीले लोन लिन गयो भने तिमीलाई कति लिन्छ भन्दाखेरि 10% लिन्छ तर प्रधानज्यूलाई कति लिएछ 8% मात्र लिएछ सर अब के गर्ने होला यो सिचुएसनमा यो चाहिँ हाम्रो के हुन्छ एज पर सेक्सन भन्न सक्छ क्लास कसैले भन्नुपर्छ है यो त सबभन्दा इजी हो है
एज पर सेक्सन याद गर्नुपर्छ है क्लास सेक्सन 27 योहरू अलिक साथीहरूमा गफ पनि हान्न याद हुन्छ एज पर सेक्सन 27 के भनेछ amount of interest to be included in the employment income कति हुन्छ भन्दाखेरि यही लाइन लेखिदिने है amount of income to be included in the त्यही लाइन लेखेर मैले इक्वल्स टु हान्दिए हाम्रो लोन कति अमाउन्टको भन्दाखेरि 10 लाख अमाउन्ट हो लोन है यो लोन 10 लाख हो भन्दाखेरि इन्टु के गर्नु पर्यो मार्केटमा कति चलिरहेछ 10%। के भन्छ प्रधानज्यूले ब्याङ्कले कतिमा दिएको छ 8%। कन्ज्युम रेट त एक सालकै लागि हो श्रावण भनेपछि लास्ट फिनान्सियल इयर भनेपछि एउटा फिनान्सियल इयरको है फर्स्ट राउन्डदेखि लिएर असाढ एन्डसम्म है यो के भन्छ यो हाम्रो आउने असाढ एन्डसम्म 12 महिना भइहाल्छ भनेपछि हाम्रो कति हुन्छ 10 लाख इन्टु कति गर्नु पर्यो 2% गर्नु पर्यो भनेपछि कतिको भयो क्लास यो दुईटा जिरो हटाइदेऊ न 1 2 3 4 भनेपछि 1 2 3 4 ओके 10,000 भयो है क्याल्कुलेसन मिस्टेक भयो भने भन है यति अमाउन्ट चाहिँ इन्क्लुड गर्नु पर्यो यसमा केही डाउट छ र छ भने सोधिहाल है क्लास सर 20,000 हुन्छ होला हैन ए 20,000 हुन्छ ए हो मलाई क्याल्कुलेसन नै गर्न आएन है 20,000 ल त्यसपछि के छ मिस्टर के नाम छ स्पार्स वर्क्स एज एन अफिसर इन ए अफिसरको रूपमा काम गर्दैछ इन नेपाल ओइल कर्पोरेसन एनओसीमा बिसाइड द मोनेटरी एक्सपेन्सन है मोनेटरी एक्सपेन्सन रोक्डा लिनुभन्दा बाहेकको मान्छे है रोक्डा लिनुभन्दा बाहेक आयो भने के याद हुनुपर्छ ओके सर रोक्डा लिनुभन्दा बाहेक छ सेक्सन 27 ले हिट गर्छ यो कुरालाई ओके एनओसी प्रोभाइड्स हिम 25 लिटर पेट्रोल अ मन्थ फर फ्री कस्ट है के गर्दैछ 25 लिटर पेट्रोल दिँदै रहेछ केही पनि पैसा लिएन है द मार्केट प्राइस अफ पेट्रोल के भनेछ पर लिटर चाहिँ 109 डिटरमाइन द क्वान्टिफाइड बेनिफिट द्याट सुड बी इन्क्लुडेड इन हिज इन्कम क्लास कसैले भन्न सक्छ यसको के होला यसको सल्युसन के होला कसैले भन्न सक्छ अलि दिमाग लाउ त अलि दिमाग लाउँदा क्लास कसैले भन्न सक्छ र माथि जस्तै हो क्लास माथि जस्तै हो यो होइन कि इन्ट्रेस्ट रेटमा मात्र हुँदैन यस्तो कुराहरू है बेनिफिट कति पाइरहेछ भनेर हेरिदिन्छ है हेर त कसैले भन्न सक्दैन टिएन लोमी के भन्न खोजेको तिमीले मलाई खासै आइडिया भएन तर मेरो विचारमा तपाईँको पेट्रोलको प्राइस र त्यसको जुन कति 20 कति लिटर भनेको छ नि त्यो मल्टिप्लाई अनि यता पर्सेन्टेजलाई मल्टिप्लाई गर्नुपर्छ कि भनेर सोचिरहेको थिएँ तर खासै आइडिया भएन सर त्यही हो एज पर सेक्सन 27 यही हो माथि जस्तै है माथि जस्तै हो यहाँ हामी के राखेछौँ एमाउन्ट राखेछौँ नि है यहाँ एमाउन्ट नराखेर के राख्छौँ भन्दाखेरि कति उसले पेट्रोल लिएछ 25 लिटर पेट्रोल है मार्केटमा कति प्राइस छ यहाँ त हाम्रो मार्केट थियो नि भ्यालु मार्केटमा कति प्राइस छ हेरौँ त मार्केटमा 109 मा चाहिँ मार्केटमा रिज 109 छ है रिज 109 तर उसलाई कतिमा दिएको र हेरौँ त एनओसी प्रोभाइड्स 25 लिटर अफ पेट्रोल अ मन्थ एक महिनाको लागि फर फ्री अफ कस्ट भनेछ मैले एउटा के भनेको थिएँ एउटा त हाम्रो 9% मलाई ब्याज दिइरहेको थियो मेरो के भन्छ बसले एक अर्कोपल्ट इक्जाम्पल मैले के भनेको थिएँ ल निरज मौज गर तिमीलाई 0% दिन्छौँ त्यस्तै के भनेछ स्पार्सलाई पनि के भन्छ मौज गर तिमीलाई 1 रुपियाँ पनि पेट्रोलको लिँदैन भनेपछि 1 रुपियाँ पनि लिएछ भने 0 राख्न मिल्छ नि यहाँ है सी यति अमाउन्ट के गर्नु पर्यो हामीले क्वान्टिफाइड गर्नु पर्यो है सो कति हुन्छ भन्दाखेरि 25 इन्टु 109 भनेपछि कति आउँछ अमाउन्ट भन्नु त क्लास 2725 2725 भयो ल
हेर है सो यसलाई क्वान्टिफिकेसन भनेर लेख्दा है क्वान्टिफिकेसन यति लेख्दा पनि भयो क्वान्टिफिकेसन अफ बेनिफिट है यसलाई पनि माथि पनि के लेखिदियो क्वान्टिफिकेसन अफ बेनिफिट क्वान्टिफिकेसन अफ बेनिफिट ल यति भयो अब अर्को हेरौँ है अर्को भन्दाखेरि के भनेछ के नाम छ मिस्टर राहुल इज एन इम्प्लोइ अफ अ प्राइभेट कम्पनी ओके इम्प्लोइ भनेछ भनेपछि के बुझ्नु पर्यो यो मान्छेले रेगुलर रेम्युरेसन पाइरहेछ ओके मान्छेले रेगुलर रेम्युरेसन पाइरहेछ हिज एनुअल स्यालेरी उसको सालभरिको स्यालेरी र अरू अलाउन्स मिलाएर कति हुन्छ 5 लाख त उसको सालभरिको स्यालेरी छ अदर एमाउन्ट चाहिँ 1 लाख छ भनेपछि हिज इन्जोइङ कार गाडी पनि दिएछ मान्छेलाई र घर पनि दिएछ क्लास गाडी एन्ड घर डुब्बै दिएको छ मौजमा छ उसको जिन्दगी गिभन बाई हिज अफिस क्यालकुलेट हिज असेसेबल इन्कम अब कति एमाउन्ट चाहिँ उसको इन्कममा हेराउने भनेर आयो क्लास है के भनेछ केस हाम्रो हेरौँ न केस के भनेछ एउटा मान्छे छ यो मान्छेले के गरिरहेछ हेरौँ त यहाँ यो कुराले धेरै डिटरमाइन गर्छ क्लास राम्ररी पढ्नुपर्छ इम्प्लोइ भनेपछि हाम्रो त के थियो गाडी है र घरमा के थियो एउटा त कसलाई दिइरहेछ पहिला त के हुनु पर्यो के दिइरहेछ गाडी दिइरहेछ र कसलाई दिइरहेछ यो हेर्नु पर्यो इम्प्लोइलाई दिइरहेछ कि इम्प्लोइ भन्दा बाहेकका मान्छेलाई दिइरहेछ इम्प्लोइ भन्दा बाहेकको मान्छे को हुन्छ भन्दाखेरि जो रेगुलर रेम्युरेसन पाइरहेको छैन त्यो मान्छेलाई इम्प्लोइ भन्दा बाहेकको मान्छेलाई क्वान्टिफाई गर्छौँ है त्यो बेग्लै कुरा भयो अब यहाँ अनि मैले के भने थिएँ यहाँ हेर त मैले तल गरे यहाँ हेर त मैले के भनेछौँ रेम्युरेसन यो कुरा धेरै राम्रो छ है के लेखेको क्लास बेसिक प्लस ग्रेड है बेसिक एउटा त बेसिक स्यालेरी भयो जति हाम्रो माथि भनेछ नि त्यो फर्स्ट पार्ट हाम्रो बेसिक स्यालेरी भयो अर्को के भनेछ ग्रेड ग्रेड भनेको के हो बढौती हो सालभरि कति कति स्यालेरी बढ्छ त्यो इन्कम फ्रम इम्प्लोइमेन्ट पढ्दाखेरि हामी बुझ्छौँ है राम्ररी मैले के भन्दै थिएँ यहाँ के ला थान्नु भनेको थिएँ यो दुईटा भन्दा बाहेक अरू केही पनि भन्यो भने क्वेसनले त्यो एमाउन्टलाई ला थान्ने केही नगर्ने ला थान्ने इग्नोर है भ्यालु नै नदिने भनेपछि यो हाम्रो क्वेसनको माथि हेरौँ त के भनेछ हेर त क्लास के भनेछ कहाँ छ यो हाइलाइटर ओके यहाँ छ भाइ तिमी जाऊ यहाँबाट ओके के भनेछ एन्ड अदर एलाउन्स यहाँ ग्रेड भनेछ र क्लास भन त ग्रेड भनेछ र छैन नि है छ र बोल क्लास हामी दुईटा क्वेसन अझै गर्छौँ बोल छ र बोल क्लास बोलेपछि सबै कुरा हुन्छ ट्याक्समा बुझेपछि सबै बुझिन्छ है केही छैन ट्याक्स सबभन्दा इजी सब्जेक्ट हो प्रोभिजन तर याद हुनु पर्यो अदर अलाउन्सलाई मैले ग्रेड भने थिएँ भन क्लास ग्रेड भनेको बढौती स्यालेरी मात्र है अब अलाउन्स भन्नुहोस् त्यो अलाउन्सलाई के भने थिएँ मैले ला यो एमाउन्टलाई ला थान्ने सो यो एमाउन्ट हाम्रो इरेलेभेन्ट हुन्छ हाम्रो सल्युसनको लागि यो सल्युसनको लागि इरेलेभेन्ट हुन्छ है अब के भनेछ हिज इन्जोइङ कार एन्ड अकोमोडेसन फेसिलिटी सो लेट्स मेक दिस सल्युसन फर इट मैले यहाँ राखेँ है यहाँ गरेँ यसको सल्युसन सो के गर्छौँ हामी असेसेबल इन्कम निकाल्नु पर्यो है मान्छेको एसेसेबल इन्कम निकाल्नु पर्यो कम्प्युटेसन असेसेबल इन्कम के हो सर यो चाहिँ क्लास गर्दाखेरि नै अलि लाइन टु लाइन पढ्ने अहिले बिचमा त भन्न पनि मिल्दैन कति कुराहरू भन्न मिल्दैन लाइक टाइम कन्ज्युम हुन्छ कम्प्युटेसन अफ असेसेबल इन्कम असेसेबल इन्कम सिम्पली के बुझ के इन्क्लुड गर्ने भनेर छ है असे इन्क्लुड लेख्न थाले ए इन्कम ठिक छ असेसेबल इन्कम ल कम्प्युटेसन अफ असेसेबल इन्कम है अब असेसेबल इन्कम भन्दाखेरि उसको स्यालेरीमा के आउँछ एउटा त स्यालेरी आयो है अर्को चाहिँ उसको अदर एलाउन्स पनि आउँछ है यो अहिले जस्ट अदर एलाउन्स पनि आउँछ तर रोकडा भन्दा बाहेकको कुराहरूलाई रोकडा भन्दा बाहेकको कुराहरूलाई के गर्छु ल उसले रोकडा एउटा त 5 लाख रोकडा पायो 1 लाख यो पनि पायो तर रोकडा भन्दा बाहेकको कुरा के छ कार छ
घट्छ। योहरूले के गर्नुपर्छ क्वान्टिफाई गर्नुपर्छ, क्वान्टिफाई एज पर सेक्सन 27 अनुसार है। अब हेरौँ त यसको त हामीले फर्स्टमा के गर्न सक्छौँ भन्दाखेरि स्यालेरी त आउँछ, मज गरोस् स्यालेरी छापोस्, हामीलाई के छ र 5 लाख स्यालेरी छाप्यो है। यो चाहिँ अलि म यो कुराहरूमा अलि डिपमा पछि इन्कम फ्रम इम्प्लोइमेन्ट पढाउँदाखेरि भन्छु है। अलाउन्स अदर अलाउन्स कति रोक्दा पाएको थियो यो मान्छेले 1 लाख। ल क्वान्टिफिकेसन गर्दाखेरि इग्नोर गर्ने यो कुराहरू। अब क्वान्टिफिकेसन गर्छौँ, हेरौँ है। क्वान्टिफिकेसन एउटा के थियो हाम्रो अकोमोडेसन फेसिलिटी, पहिला गाडी थियो, गाडी चाहिँ राख्थ्यौँ। मोटर भेहिकल फेसिलिटी, मोटर VEHI भेहिकल फेसिलिटी, मोटर भेहिकल फेसिलिटी। अब यो कसरी गर्ने क्लास भन्दाखेरि म कसरी भनेको थिएँ याद गर्ने है। मोटर भेहिकल फेसिलिटीमा के भनेको थिएँ भन्दाखेरि यहीँ हेराइदिउँ न कति ड्र गर्ने एउटै कुरा। मोटर भेहिकल फेसिलिटीमा इफ हाम्रो इम्प्लोइ छ भने कति राख्ने 0.5% अफ बेसिक र ग्रेड। अदर एलाउन्स ला तान्ने है। अब यो इम्प्लोइ छ भनेपछि अदर त छोडिदियो 1% पढेन भने त कुरै आएन है। यो अरू केसमा हुन्छ हाम्रो कन्सल्टेन्टहरूको केसमा। अर्को के थियो हाउसिङ फेसिलिटी। हाउसिङ फेसिलिटीको के भने त्यसको ट्रिक मैले के भनेको थिएँ भन्दाखेरि सबभन्दा अगाडि मोटर याद गर्ने 0.5%, यो चाहिँ हाम्रो 1%, 1% को तल हाम्रो यो 2%, 2 र यो दुवै जोडेर 25% हान्ने, यसरी याद गर्ने। अब याद गर्दापछि के छ हाम्रो 0.5% यो चाहिँ हाम्रो मोटरमा आयो, 1% चाहिँ इम्प्लोइ भन्दा बाहेकमा आयो है, यो चाहिँ हाम्रो 2% चाहिँ हाम्रो घरको फेसिलिटीमा आयो है, अनि 25% चाहिँ अरूलाई दियो भने है। सो यहाँ हामी कति लेख्न सक्छौँ भन्दाखेरि सेक्सन 27 रुल 13 अनुसार कहाँ छ हाम्रो त्यो सल्युसन, वेयर इज द्याट? अरे भाइ कहाँ हो त्यो? यहाँ छ है। ल मोटर भेहिकल फेसिलिटी। सो कति लेख्छु भन्दाखेरि 5 लाख मात्र है क्लास, 5 लाख मात्र, अदर एलाउन्स नजोड्ने 5 लाख भनेपछि मोटर भेहिकल फेसिलिटीमा के भनेको थिएँ 0.5%, 1%, 2% र 25%। सो हाम्रो फर्स्टको के हो मोटर भेहिकल फेसिलिटी 0.5% हान्ने, यो भयो। सेकेन्ड अकोमोडेसन फेसिलिटी, अकोमोडेसन फेसिलिटी। ल अकोमोडेसन फेसिलिटीमा पनि के गर्छौ 5 लाख मात्रै है। अदर एलाउन्सले के गर्छौ ला तान्छौ क्लास है, अदर एलाउन्सले हामी ला तान्छौँ भनेपछि सर बिर्सेँ म त के भने त्यो क्लास 0.5%, 1% भनेपछि 2% चाहिँ हाम्रो यहाँ हुन्छ है, किनकि वो के हो हाम्रो इम्प्लोइ हो। सो यति अमाउन्ट भयो हाम्रो क्वान्टिफिकेसनको लागि है। सो टोटल इन्कम हाम्रो टोटल असेसेबल इन्कम असेसेबल इन्कम अन्डर सेक्सन 6 छोडिदियो अहिले, सेक्सन पछि हामी भनौँ ल क्लास गर्दाखेरि। INCOM इन्कम। ल अब जोडिदिउँ क्लास भनेपछि 0.5% 5 लाख कति हुन्छ एमाउन्ट भन त 2500। 2500। यो बुझेछ नि क्लास 2500। अर्को भनेपछि 5 लाखको 2% 10,000। 10,000। सो टोटल जोडेर हाम्रो के हुन्छ असेसेबल इन्कम 5 लाख र 1 लाख भनेपछि 6 लाख भनेपछि कति भयो हो र यो राइट छ र? त्यति हो 6,12,500। एउटा अझै क्वेसन गरौँ अनि त्यसपछि हामी अफ गरौँला क्लास है। सो अर्को क्वेसन हेरौँ है। अर्को क्वेसन के हेर्ने भन्दाखेरि मिस्टर सुषमा इम्प्लोइड ब्याङ्क, यो छोडिदेऊ। मिस्टर अनिस म्यानेजर अफ प्राइभेट कम्पनी इन्जोइङ द सर्भिसेस अफ हाउसकिपर। अरू हामी क्लासमा है सबै गर्छौँ क्लासमा, जस्ट एउटा कुन क्वेसन गरिदिउँ भन्दाखेरि कुन क्वेसन भन त क्लास तिमीहरू नै भन कुन क्वेसन गरिदिउँ योबाट।
यो गर्दै क्वेसन नम्बर 8 हेरौँ। यो क्वेसन नम्बर 8 पढौँ त के भनेको छ। डाक्टर ढकालजी, ओके ढकालजी हुनुहुन्छ। ढकालजी के गर्नुहुन्छ हेरौँ त। ढकालजी was appointed as a senior tax consultant. ओहो ट्याक्स कन्सल्टेन्ट पो रहेछ ढकालजी। कति महिनाको लागि यो मान्छे अपोइन्ट भएको छ हाम्रो 3 months period इन अ रेप्युटेड फर्म। ओके एउटा रेप्युटेड फर्ममा ट्याक्स कन्सल्टेन्टको लागि डाक्टर ढकालजीलाई अपोइन्ट गरिएको छ। ठिकै छ। अब यहाँ हेरौँ क्लास यति पढेर तिमीहरू के बुझ्नु पर्यो, यो मान्छे मेरो इम्प्लोइ हो कि होइन। इम्प्लोइ होइन भनेपछि इम्प्लोइ भन्दा बाहेकको मान्छे हो भनेपछि उसलाई हामीले रेगुलर स्यालेरी दिइरहेछौँ भन्ने क्लास छ र यो लाइनले भन्न सक्छ रेगुलर स्यालेरी दिइरहेछ भनेर। हेर त ऊ चाहिँ 3 महिनाको लागि मात्र अपोइन्ट भएको छौँ भनेपछि उसलाई के गरिरहेछ हामी रेगुलर स्यालेरी दिइरहेछ र छैन नि क्लास। ऊ हाम्रो इम्प्लोइ हो र भन त क्लास भन 3 महिनाको मात्र कन्सल्टेन्ट मात्र हो क्लास के होइन हाम्रो। यहाँ हेरौँ न पहिलेको क्वेसनहरू हेर त। राहुल इज एन इम्प्लोइ भनेछ, सुषमा इज एन इम्प्लोइ भनेछ है, अनिस इज अ म्यानेजर अफ प्राइभेट कम्पनी। म्यानेजर भनेपछि त इम्प्लोइ नै भइहाल्यो। मन्थली स्यालेरी अरू कुराहरूले त झन् एड गरिदियो भ्यालु है। यो जोइन्ट इन्भेस्टमेन्ट हाम्रो अलिक पछि पढ्छौँ यो कुराहरू, यो हाम्रो क्वान्टिफिकेसनमा आएन। मिस्टर कबिर इज अ म्यानेजर अफ अ रेप्युटेड फर्म। ओके म्यानेजर भनेपछि त इम्प्लोइ नै भइहाल्यो। तर ढकालजी के छ, यो ढकालजी भनेपछि हाम्रो एउटा सिनियर ट्याक्स कन्सल्टेन्ट छ। 3 महिनाको लागि मात्र आएको छ, मेहमान जस्तो हो क्लास है। कम्पनीको लागि के हो, मेहमान भनेपछि गेस्ट जस्तो हो। यो मान्छे हाम्रो इम्प्लोइ होइन, इम्प्लोइ भन्दा बाहेकको मान्छे हो क्लास। मैले भने थिएँ नि गाडी छ भने गाडी कसलाई दिइरहेको छु त्यो हेर्नु पर्यो। गाडी चाहिँ एउटा त पर्सनल युजको लागि हुनु पर्यो है। तिमीहरूको बिबिएस सेकेन्ड इयरमा पर्सनल युज नै बुझ्नुपर्छ है। यो सिएमा अलिक डिफ्रेन्ट तरिकाले अलिक के भन्छ हार्ड गरिदिन्छ सिचुएसन। यहाँ चाहिँ पुरै खुलाएर नै दिएको हुन्छ। के बुझ्नु पर्यो, गाडी चाहिँ कसलाई दिएको हुनु पर्यो। गाडी चाहिँ इम्प्लोइलाई दिएछ भने इम्प्लोइ अनुसार क्यालकुलेसन हुनु पर्यो। इम्प्लोइ भन्दा बाहेकका मान्छेलाई दिएछ भने इम्प्लोइ भन्दा बाहेकका मान्छे जस्तो क्यालकुलेसन हुनु पर्यो। जसरी मैले के भनेको थिएँ यहाँ हेर न क्लास। एउटा त के थियो हाम्रो यहाँ हेर त, एउटा त रेगुलर रेमुनेसन पाइरहेको मान्छेले के हुन्छ भनेर छ, एउटा अदर भनेपछि अदर देन इम्प्लोइ है। त्यस्तै गाडी भयो घरको बेलामा यो पनि रेगुलर इम्प्लोइ भन्दा बाहेकका मान्छेहरू। अब हेरौँ त मान्छे माथि हामी के छ, ढकालजी एउटा ट्याक्स कन्सल्टेन्ट छ। यो मान्छेले के इन्जोय गर्दैछ त्यो हेरौँ। खै त क्वेसन यहाँ छ ल। द फर्म प्रोभाइडेड हिम अ कार फर हिज युज। ओके सर हिज युज भनेपछि त पर्सनल नै भयो, अलि पनि पर्सनल भयो या कम्प्लिट पर्सनल मतलब छैन। तर अलि पर्सनल भएपछि हामी क्वान्टिफाई गरिदिन्छौँ। ल ठिक छ। त्यसपछि के भनेछ, द मार्केट भ्यालु अफ अ कार इज 18 लाख। ओके त्यो कार हामीले मार्केटमा किन्न गयो भने 18 लाख पो दिँदो रहेछ। ठिकै छ 18 लाख दिइरहेछ भने के छ र हामीलाई त्योसँग सन्दर्भ छैन। अब उसले इन्जोय गर्दैछ, ढकालजीले इन्जोय गर्दैछ। हामी ढकालजीको इन्कममा कति जोड्नु पर्छ त्यो निकाल्नु छ मात्र हामीलाई है। लोभ गर्नु छैन हाम्रो यो हेरेर। वाट इज द अमाउन्ट द्याट निड्स टु इन्क्लुडेड इन इज इन्कम। के सोध्दैछ हामीलाई हेर्नुहोस्, ढकालजीले के सोध्दैछ हेर्नुहोस्। हेर्नुहोस् त म त एउटा ट्याक्स कन्सल्टेन्ट हो, तपाईँ पनि मलाई एउटा ट्याक्स कन्सल्टेन्टको एउटा के भन्छ सर्भिस नै दिनुहोस् न। हेर्नुहोस् म एउटा फर्ममा इम्प्लोइ भएको छु, इम्प्लोइ त के भनौँ कन्सल्टेन्टको रूपमा आएको छु। 3 महिनाको लागि मात्र आएको छु म। मलाई एउटा गाडी दिएछ जसको गाडी चाहिँ 18 लाखको गाडी पो पर्दो रहेछ। ओके यस्तो कन्डिसनमा के गर्ने, लाइन तानेर अर्को सिटमा गरेन यही गरिदिएको तल गरिदिइरहेको छु है। सो हामी एज पर सेक्सन 27 रुल 13 अनुसार गर्छौं यो कुरा। सिन्स मिस्टर ढकाल, मिस्टर थियो कि डक्टर थियो, डक्टर होला, डक्टर ढकाल is not an employee of कहाँ छ यो मान्छे रेप्युटेड फर्ममा चाहिँ, नट एन इम्प्लोइ अफ रेप्युटेड फर्म।
सो पनि लेख्दा हो क्वान्टिफिकेसन अफ बेनिफिट इक्वल्स अब हेरौँ है क्लास तिमीहरू भन्नुपर्छ है यसको म एन्सर भन्दिनँ है तिमीहरू भन्नुपर्छ म कुन चुज गरौँ है क्वान्टिफिकेसन के दिएको गाडी दिएको थियो है मैले 0.5% चुज गरौँ कि 1% चुज गरौँ क्लास भन त भन क्लास 0.5% चुज गरौँ कि 1% चुज गरौँ 0.5% हाम्रो रेगुलर इम्प्लोइ जुन चाहिँ हाम्रो इम्प्लोइ नै हुन्छ है ग्यास जस्तो मान्छे 2 महिना 3 महिना आएर सर्भिस दिएर जाने मान्छे हुँदैन है यो अब छोड्यो भने त बेग्लै कुरा भयो द्याट्स नट द म्याटर अफ टक भनेपछि 0.5% लिउँ कि 1% लिउँ अदर देन इम्प्लोइको पार्ट लिउँ कि इम्प्लोइको पार्ट लिउँ क्लास भन त भन मलाई थाहा भएन क्लास यो कुरा हाम्रा ट्याक्स कन्सल्टेन्टहरू किन चुपचाप छन् भन केही त आइडिया होला नि सर यो लिइदिउँ सरले गोली हान्दैन है भन म क्लास म बोल्दिनँ है म साँच्चै कि तिमीहरूको एन्सर लिएर म अगाडि बढ्छु कोही एउटा है बोल है सबै बोल्दा नि हुन्छ केही हुँदैन क्लास गल्ती भयो भने केही हुँदैन ट्राई त गर भनिरहेको छु कि मेरो माइक नै बिग्रियो कि स्पिकर त ठिकै छ ल छैन के आइडिया प्रतीक्षा अस्मिता टिएन के भन्छ लोहमी के छ आइडिया बोल क्लास सर आइ त रहेछ कन्फ्युजन भइरहेछ यहाँ हेरौँ है त्यो हाम्रो के हो गेस्ट सरी गेस्ट जस्तो मान्छे हो त्यो हाम्रो इम्प्लोइ होइन है इम्प्लोइमा हाम्रो यो आउँथ्यो है यो पार्ट हाम्रो कहाँ आउँथ्यो भन्दाखेरि इम्प्लोइमा आउँथ्यो है तर तँ चाहिँ गेस्ट जस्तो मान्छे के कहाँ गयो यो मान्छे यहाँ छ है यो चाहिँ गेस्ट जस्तो मान्छे हो भनेपछि के आउनु पर्यो अदर देन इम्प्लोइवाला पार्ट आउनु पर्यो है अदर देन इम्प्लोइमा हामीले के भनेको थियौँ 1% भनेको थियौँ त्यसपछि सर अरू के पनि भन्नुभएको छ भन्दाखेरि सर 1% मात्र भन्नुभएको छैन नि सर यो किन फुल भनेन पर एनम पनि भन्नुभएको छ सर सालभरिको पनि भन्नुभयो 1% पर एनम त्यसपछि के भन्नुभयो सर मार्केट भ्यालु अफ भेहिकल भन्नुभयो ठिकै छ सर माथि राख्दैम नि यो कहाँ छ तपाईँको सल्युसन वेयर आर किधर हो भाइ यहाँ छ कहाँ भयो सल्युसन यहाँ छ है भनेपछि के बुझ्नु पर्यो 1% पर एनम है 1% पर एनम के लेखेको थियो मैले 1% पर एनम अफ मोटर भेहिकल है मार्केट भ्यालु अफ मोटर भेहिकल 1% पर एनम मार्केट भ्यालु अफ मोटर भेहिकल एमबी मात्रै लेखेँ है क्लास अफ मोटर भेहिकल VCSI CLE भेहिकल ल 1% को 1% आयो हामीलाई भनेको थियो यो 18 लाखको गाडी छ हेर्नु सर भनेर भनेको थियो है भनेको थियो नि है हेर त द मार्केट भ्यालु अफ अ कार इज 18 लाख भनेछ ओके यहाँ मैले के गरिदिएँ 18 अरे कहाँबाट कहाँ आयो 18 लाख आयो क्लास मैले 1% 18 लाख लेखेँ भने राइट हुन्छ र हुँदैन नि सर तपाईँले के भनिराख्नु भएको छ यहाँ हेर्नुहोस् त पर एनम भनिराख्नु भएको छ सालभरिको तर यो मान्छे हाम्रो त 3 महिना मात्र आएको छ भनेपछि यसलाई के गर्नुहोस् भन्दाखेरि सर 3/12 गर्नुहोस् 12 महिना भएको भए त सर 12/12 हुन्थ्यो 12/12 1 नै हुन्थ्यो लेखे नलेखे मतलब छैन भनेपछि यो त 3 महिना मात्र हो भनेपछि यो हाम्रो क्वान्टिफाइड एमाउन्ट भयो भने त क्लास क्यालकुलेसन गरेर मसँग क्यालकुलेटर छैन है भने त यो एमाउन्ट कति हुन्छ है एमाउन्ट भएन क्लास एमाउन्ट भनेपछि हाम्रो क्लास नै हेर्नुहुन्छ
के भयो सुतिसक्यो हो कि क्या हो चाहिँ हजुर कति हो त त्यो 18 लाखको 1% इन्टु गरेर अनि फेरि 3/12 गर्ने होइन हजुर हजुर 3 महिना मात्र गरेछ नि अनि त्यसले 3 त्यहाँ by 2 4500 हजुर 4500 45 है सो यति पैसा कहाँ राख्नु पर्यो भन्दाखेरि उसको इन्कममा राख्नु पर्यो क्लास सो है आज हाम्रो सेक्सन 27 कभर भयो है भन्दाखेरि डेमो क्लासको लागि रेगुलर क्लासको लागि त अहिले सिरिजमा जान्छ डेमो क्लासको लागि सेक्सन 27 कभर भयो भोलि चाहिँ तिमीहरू भन है कुन क्लास हाम्रो लास्ट डेमो हुन्छ है कुन च्याप्टर गराउँदाखेरि राम्रो हुन्छ ल म त्यही च्याप्टरको क्वेसन गराइदिन्छु भोलि केही छ डेप्रिसिएसन इन्कम फ्रम इम्प्लोइमेन्ट इन्कम फ्रम बिजनेस के छ डेप्रिसिएसन गराइदिउँ क्लास इन्कम भोलि फ्रम बिजनेस इन्कम हुन्छ फ्रम त्यो नि बिजनेस हुन्छ अनि डिप्रिसिएसन नि हुन्छ ल डेप्रिसिएसन गराइदिएँ मैले भोलि चाहिँ हाम्रो डेप्रिसिएसनको हुन्छ लास्ट क्लास हुन्छ है ल आजको क्लास यति नै गरे के क्वेसन छ भने सोधिहाल है म बिर्सेँ है क्वेसन सोध्न केही छ अनि पेटको बारेमा मेसेज भन्नु भयो नि त ए मेसेज लेखेको छैन पेटको बारेमा सरले ओके म सरसँग कुरा गरिदिन्छु है उहाँले राखिदिनुहुन्छ खासै मलाई थाहा भएन हिजो नि मैले सरसँग कन्ट्याक्ट गरेन यो बारेमा अरू क्लास के छ टिएन लोमी भनेपछि नाम के हो तिम्रो टिएन भन्नुहोस् न। लोमी मेरो नाम अलिक लामो छ सर तेन्जिङ नादर लोमी हो अनि खोटा- तेन्जिङ भन्दा हुन्छ है एकदम सर एकदम ल के छ तेन्जिङ माइक खोलेको थियो